हेलो फ्रेन्ड्स, आज हामी यस भिडियोमा चाहिँ क्लास 12 को फिजिक्समा रहेको सेकेन्ड च्याप्टर जुन चाहिँ पिरियोडिक मोसन हो, यो च्याप्टरमा रहेको आज हामी इम्पोर्टेन्ट कुराहरू, त्यहाँ भएका थ्योरीहरू, चाहिने नेसेसरी थ्योरीहरू अनि सँगसँगै त्यहाँ भएका सबै म्याथमेटिकल क्याल्कुलेसन चाहिँ आज हामी गर्नेछौँ। ढिलो नगरी भिडियो स्टार्ट गरौँ है त। अब टपिकमा चाहिँ रहेको छ पिरियोडिक मोसन भन्ने टपिक चाहिँ छैन, तर त्यहाँभित्रको चाहिँ इम्पोर्टेन्ट टपिक भनेको चाहिँ सिम्पल हार्मोनिक मोसन हो क्या। भनेपछि हार्मोनिक मोसन र यो पिरियोडिक मोसन बिचको भिन्नता के छ, पिरियोडिक मोसन भनेको के हो र सिम्पल हार्मोनिक मोसन भनेको के हो, त्यो सुरुमा त्यो बुझौँ। पिरियोडिक मोसन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यदि एउटा कुनै पनि बडी, मसँग चाहिँ यो ए भन्ने बडी छ, अब यो ए भन्ने बडी फनफनी एकचोटि घुम्दाखेरि यसले टी टाइम लगायो, अब अर्कोचोटि घुम्दाखेरि पनि फेरि टी टाइम नै लगायो भन्नाले एउटा कुनै पनि मान्छे छ। अब तपाईँ नै सोच्नु, अब तपाईँको घरदेखि चाहिँ तपाईँहरू एउटा साथीको घरमा ठ्याक्क बिहान 5 बजी पुग्नुभयो अनि ठ्याक्क तपाईँहरूको घर चाहिँ 6 बजी आइपुग्नुभयो। अब फेरि तपाईँहरू केही समयपछि वा त्यही इन्टरभलमा 1 घन्टाको इन्टरभलमा फेरि तपाईँहरू साथी घर पुग्नुभयो, फेरि तपाईँहरू फेरि घर फर्किनुभयो। यसरी एउटा कुनै पनि मोसन चाहिँ एउटा सर्टेन इन्टरभलमा तपाईँहरूको मोसन भइरहेको छ नि त। तपाईँको घरदेखि साथीको घरसम्म जानु एउटा मोसन हो। एउटा सर्टेन इन्टरभलमा चाहिँ त्यही मोसन चाहिँ रिपिट भइरहेको छ आफै भने त्यो मोसनलाई हामी पिरियोडिक मोसन भन्छौँ। तर हार्मोनिक मोसन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा कुनै पनि कुरालाई चाहिँ मेन पोजिसन मानेर अक्सिलेट गर्छ भन्नाले अब यो तपाईँहरूको ओ भन्ने तपाईँहरूको घर भयो, यहाँ ए भन्ने साथीको घर छ, यहाँ बी भन्ने साथीको घर छ। अब तपाईँहरू ओदेखि यो साथी घर जानुभयो, अब फेरि टुइयाँ फर्किनुभयो, अब फेरि यो बी भन्ने साथीको घर जानुभयो अनि यहाँबाट फेरि सुइयाँ फर्किनुभयो, अब फेरि अनि यो साथी घर जानुभयो, अब फेरि यसरी फर्किनुभयो। भनेपछि यहाँ के भयो भन्दाखेरि चाहिँ एउटा कुनै कुरालाई मेन पोजिसन बनाएर सिम्पल यसरी मेन पोजिसन बनाएर चाहिँ अब यसरी मोसन भयो भने चाहिँ यसलाई हामी सिम्पल हार्मोनिक मोसन भन्छौँ क्या। सिम्पली बुझ्नु पर्दाखेरि के हो भन्दाखेरि अब एउटा इक्जाम्पल दिन्छु, बुझिहाल्नुहुन्छ। यो एउटा सन छ, यो सनको वरिपरि एउटा अर्थ घुम्छ। अर्थ आज जति टाइमले घुम्यो भोलि पनि त्यति टाइमले नै घुम्छ। पर्सि जति अब यसको टाइम पिरियड भनेको कति हुन्छ, 1 वर्ष हुन्छ होइन। अब यो टक्क रोटेट हान्छ, अब अर्को साल पनि फेरि त्यही 1 वर्षै लाउँछ, फेरि अर्को सालले 1 वर्षै लाउँछ। हो, यो टक्क यो मोसन रिपिट भइरहेको छ एउटै पिरियडमा भनेलाई हामी पिरियोडिक मोसन भन्छौँ। तर अब यो पेन्डुलमको के हुन्छ भन्दाखेरि हाम्रो सुरुको टपिक नै पेन्डुलमको छ। पेन्डुलममा के प्रुभ गर्नुपर्छ भन्दाखेरि चाहिँ पेन्डुलमको मोसन चाहिँ सिम्पल हार्मोनिक हुन्छ, प्रुभ गर भन्छ क्या। अब पेन्डुलमको तल यस्तो यो झुन्डेको हुन्छ, एउटा बब झुन्डेर एउटा तार झुन्डेको हुन्छ। तार एउटा स्ट्रिङमा चाहिँ एउटा कुनै तारमा चाहिँ एउटा बब झुन्डिएको हुन्छ। अब यो बब चाहिँ यहाँ टुइक्क पुग्छ एउटा पोइन्टमा। फेरि यो आफै सोच्नु न, एउटा पेन्डुलम तपाईँहरूले पनि देख्नु नै भएको होला होइन। यो पेन्डुलम यस्तो हुन्छ अनि यसरी घुम्छ यहाँ पुग्छ, फेरि फर्केर आफ्नै पोजिसनमा आउँछ, फेरि टुइयाँ यता जान्छ, फेरि यहाँ फर्किन्छ, फेरि यता जान्छ, फेरि यता फर्किन्छ। यसलाई चाहिँ हामी सिम्पल हार्मोनिक मोसन भन्छौँ क्या। अब के अनि अर्को अब पोइन्टमा के हुनुपर्छ भन्दाखेरि सबै पिरियोडिक मोसन चाहिँ सिम्पल हार्मोनिक मोसन हुनुपर्छ भन्ने छैन क्या। भन्नाले सबै पिरियोडिक मोसनहरू चाहिँ यसरी यो यहाँ मेन पोजिसनको अबाउटमा यो यसरी अब जुन डिस्प्लेसमेन्ट भयो नि, यसलाई चाहिँ टु एन्ड फ्रो डिस्प्लेसमेन्ट भनिन्छ क्या। टु एन्ड फ्रो डिस्प्लेसमेन्ट भनिन्छ। अब सबै पिरियोडिक मोसन चाहिँ टु एन्ड फ्रो डिस्प्लेसमेन्ट हुनुपर्छ भन्ने छैन, तर सबै सिम्पल हार्मोनिक मोसन चाहिँ पिरियोडिक हुनुपर्छ क्या। सबै सिम्पल हार्मोनिक मोसन चाहिँ पिरियोडिक हुनुपर्छ। किन भन्दाखेरि पिरियोडिक भनेको के हो, एउटा सर्टेन इन्टरभलमा आफै रिपिट भइराख्नु हो। अब यो सिम्पल हार्मोनिक मोसन चाहिँ पिरियोडिक हुनैपर्छ, तर पिरियोडिक मोसन चाहिँ सिम्पल हार्मोनिक हुनैपर्छ भन्ने हुँदैन। अनि इक्जाम्पलमा के लेखिदिने, पिरियोडिक मोसनको इक्जाम्पल भनेको अर्थ रिभल्भिङ राउन्ड द सन भनिदिने। अनि यता सिम्पल हार्मोनिक मोसनको इक्जाम्पल लेख्दाखेरि चाहिँ सिम्पल पेन्डुलम भनेर लेखिदिँदा भइहाल्छ। अब यसको लागि कन्डिसन चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ फोर्स चाहिँ डाइरेक्टली प्रोपोर्सनल एक्ससँग हुनुपर्छ, -x लेखिन्छ अझ, कि त एक्सिलरेसन चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु -x लेखिन्छ। एक्स भनेको चाहिँ डिस्प्लेसमेन्ट हो क्या। एक्स कि त वाइ पनि लेखिन्छ, जै लेख्दा पनि हुन्छ। जेनी डिस्प्लेसमेन्टसँग चाहिँ एक्सिलरेसन डाइरेक्टली प्रोपोर्सनल हुनुपर्छ। र नेगेटिभ साइनले चाहिँ के इन्डिकेट गर्छ भन्दाखेरि चाहिँ कुनै पनि बडी चाहिँ यदि ओक्सिलेट गर्दैछ वा सिम्पल हार्मोनिक मोसनमा छ भने चाहिँ जहिले पनि त्यो चाहिँ मेन पोजिसनतिरै आउन खोज्छ। भनेपछि डिस्प्लेसमेन्ट उता भइरहेको छ, मेन पोजिसन यहाँ छ, यतै आउन खोजेछ भनेपछि यो उता जान खोजिरहेछ, एक्सिलरेसन यता आउन खोजिरहेछ। त्यसैले नेगेटिभ साइनले चाहिँ त्यो इन्डिकेट गर्छ।
एक्सिलरेसन र डिस्प्लेसमेन्ट चाहिँ एक्सिलरेसन र डिस्प्लेसमेन्ट डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेर यहाँ देखिहाल्यो। सँगसँगै नेगेटिभ साइनले के इन्डिकेट गर्छ भन्दाखेरि चाहिँ एक्सिलरेसन चाहिँ जहिले पनि मेन पोजिसनतिर चाहिँ डाइरेक्टेड हुन खोज्छ भनेर भनिदिने। यति भएपछि सक्यो। अब हामी सुरुमा एकदमै इम्पोर्टेन्ट थ्योरम सिम्पल पेन्डुलमको मोसन चाहिँ सिम्पल हार्मोनिक मोसन हुन्छ भनेर प्रुभ गर भन्छ कि त सँगसँगै त्यहीँ अलिकति अब थ्योरी थप्ने बित्तिकै अब के पनि क्वेसन बन्छ भन्दाखेरि एउटा पेन्डुलमको टाइम पिरियड कति हुन्छ भनेर सोध्न सक्छ क्या। टाइम पिरियड भनेको के हो? एउटा अक्सिलेसन कम्प्लिट हुन लगाउने टाइम। अब यो टुइँ यता घुमो, एउटा म्याक्सिमम पोइन्टमा पुग्छ, फेरि यस्तोरी आउँछ, यहाँ आउँछ। अब यो पुरै एकचोटि अक्सिलेट हुनको लागि कति टाइम लाग्छ त्यसलाई नै टाइम पिरियड भन्छौँ। अब यो अर्थ पनि रिभल्भ हान्नको लागि कति टाइम लाग्यो त्यसलाई टाइम पिरियड भने जस्तै सिम्पल पेन्डुलमको केसमा त्यो हुन्छ। अब हामी प्रुभ गर्नतिर लागौँ है त। अब मैले सुरुमा एउटा यो पेन्डुलम छ, यो जुन यो तार छ यो चाहिँ एकदमै मासलेस हुन्छ क्या। अब यसको मासले पनि असर गर्यो भनेपछि त डाउनवर्ड फोर्स यो त कता झुन्डेको छ? डाउनवर्डतिर झुन्डेको छ। अब यो स्प्रिङको यो जुन यो स्प्रिङ र यो पेन्डुलमको यो जुन यो तार छ यो वायर त एकदमै मासलेस हुनु पर्यो क्या। यो मास यसको भइदियो भने त डाउनवर्ड फोर्समा केही असर आउँछ। त्यसैले लेट अस कन्सिडर स्प्रिङ कि त एउटा कुनै पनि लेन्थ वायर विच इज ह्याङ्गिङ अ बब, यसलाई बब भन्छौँ। अनि यो बबको चाहिँ एउटा फिक्स्ड मास हुन्छ, एउटा फिक्स पोइन्ट जसरी काम गर्छ। अनि यो भनेको चाहिँ एकदमै मासलेस र फ्रिक्सनलेस हुन्छ। अब केही समयपछि यो टुइँ यो पोइन्टमा पुग्छ। यो लेन्थलाई मैले एल लेन्थ मानिदिएँ। यो एल भनेको लेन्थ अफ स्ट्रिङ, यसलाई स्ट्रिङ भनिन्छ। स्प्रिङ होइन स्ट्रिङ। अब केही समयपछि त यसरी अक्सिलेट भयो, यहाँ यसरी यो बब त यहाँ पुग्छ। केही समयपछि यो त यसो हुँदै पर पुग्छ, हो नि होइन। अब यहाँ पुगेपछि यसको तलतिर फोर्स के लाग्छ भन्दाखेरि स्ट्रेटली लाग्छ, तलतिर एमजी लाग्छ। यो एङ्गल थीटाले डिस्प्लेस भयो। पहिला मेन पोजिसनमा हुँदाखेरि थीटा 0 थियो, डिस्प्लेसमेन्ट थिएन। तर केही उता जाँदाखेरि त केही न केही रेडियनले त डिस्प्लेस भयो, थीटा एङ्गलले डिस्प्लेस भयो। त्यो एङ्गल थीटा हो भने यहाँबाट यसो ड्र गर्दाखेरि यो एङ्गल पनि थीटै हुन्छ। अब यहाँ भेक्टर रिजल्भ गरिदिनुहोस्। यो बब त आफ्नो मेन पोजिसनतिर पनि आउन खोज्छ, हो कि होइन? यो बब आफ्नो मेन पोजिसनतिर पनि आउन खोज्छ। अब भेक्टर रिजल्भ गर्दाखेरि के हुन्छ? यो थीटा जता लड्छ यो साइडतिर भनेको एमजी कस थीटा हुन्छ। यो थीटा यता लड्छ भनेपछि यो एमजी कस थीटा यो साइडतिर भयो होइन। अब यो साइडतिर के भइदियो? यो साइडतिर भनेको एमजी साइन थीटा भयो। भनिसकेपछि यतातिर लाग्ने फोर्स कति रहेछ? एमजी साइन थीटा हो नि। भनेपछि एफ इज इक्वल टु एमजी साइन थीटा लेख्न पाइयो। अब अनि अर्को पनि कुरा के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ यो डिस्प्लेसमेन्ट भइरहेको छ उता, अनि यो फोर्स लागिरहेको छ यता। भनेपछि ठ्याक्क डिस्प्लेसमेन्टको अपोजिसनमा छ, त्यसैले यो माइनस लेखिदिने यहाँ। अब एफलाई हामी एमए लेख्न सक्छौँ, एमए। यो एम र यो एमलाई हामी काट्न सक्छौँ, हो नि। एम र एमलाई काट्न सक्छौँ भनेपछि हामीले के आयो इक्वेसन भन्दाखेरि -g साइन थीटा हामीले एउटा इक्वेसन प्राप्त गऱ्यौँ। अब हामी यो जति डिस्प्लेस भयो नि, यो डिस्प्लेस भएको डिस्टेन्सलाई मैले एक्स मानिदिएँ। यो अलिकति बुझेन भने एक्स मानिदिएँ मैले त्यो डिस्प्लेसमेन्टलाई। अब यो पेन्डुलम पो हेर्दा हामीले यहाँ ठुलो देखिएको होइन, यहाँ अहिले ड्र गर्दाखेरि ठुलो देखिएको, तर यो रियलमा त एकदमै सानो हुन्छ। यो थीटा एङ्गल पनि कति नै सर्छ, यति त सर्छ नि भित्रको त्यो पेन्डुलम होइन। थीटा एङ्गल एकदमै सानो हुन्छ। त्यसैले यो साइन थीटा भनेको चाहिँ नि नियरली इक्वल टु थीटा हुन्छ। थीटा भनेको के हो? आर्क लेन्थ बाई रेडियस हो। अब यो फिगरमा हेर्नु भने यो आर्क भनेको कति छ? एक्स छ। रेडियस भनेको कुन छ? रेडियस भनेको यो पुरै यो यहाँको यो आर्क भनेको यो एक्स हो, रेडियस भनेको यो साइड हो कि होइन त? यहाँ अब पुरै एउटा सर्कल कम्प्लिट गर्दाखेरि त यो रेडियस त यो लेन्थसँग इक्वल हुन्छ। त्यसैले यहाँ हामीले एल लेख्नु पर्यो। भनेपछि यो अब सुरुमा अब ए इज इक्वल टु -g साइन थीटाको ठाउँमा हामी थीटा लेख्न मिल्छ, थीटा भनेपछि ए इज इक्वल टु -g थीटाको ठाउँमा फेरि x/l लेख्न सकिन्छ। अब यहाँ हेर्नु, यो जी पनि कन्स्टेन्ट, ग्राभिटी पनि जहिले पनि कन्स्टेन्ट हुन्छ, एल पनि जहिले पनि कन्स्टेन्ट हुन्छ। भनिसकेपछि ए इज इक्वल टु -g/l ब्र्याकेटमा हालिदिउँ अनि एक्स यसरी लेख्न मिल्छ नि होइन। यो कुरालाई हामी एउटा कुनै कन्स्टेन्टले, अब मैले एउटा कुनै पनि कन्स्टेन्टले रिप्लेस गरिदिएँ केले
भनिसकेपछि ए इज डाइरेक्टली यो कुनै पनि कन्स्टेन्ट छ भनेपछि यहाँ डाइरेक्टली प्रोपोर्सनल हालेर -x लेख्न मिल्छ भन्नाले अब यसरी प्रोपोर्सनालिटी साइन छ भने हामी एउटा कुनै कन्स्टेन्ट हालेर प्रोपोर्सनालिटी साइन हटाए जस्तै यहाँ पनि यो कन्स्टेन्ट हटाएर यहाँ प्रोपोर्सनालिटी साइन हाल्न मिल्छ भनेपछि एक्सेलरेसन चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु x भनेर चाहिँ देखियो भनेपछि हो यो कुराले चाहिँ के प्रुभ गर्यो भन्दाखेरि चाहिँ यो सिम्पल पेन्डुलमको मोसन चाहिँ एसएचएम हुन्छ भन्ने बुझिन्छ क्या भन्नाले सिम्पल हार्मोनिक मोसन हुन्छ भन्ने कुरा यहाँबाट बुझिन्छ यो भनेको एक्सिलरेसन यो भनेको डिस्प्लेसमेन्ट ठ्याक्क नेगेटिभ साइनले के इम्प्लाइज गर्छ भन्दाखेरि एक्सिलरेसन चाहिँ जहिले पनि मिन पोजिसनतिर लाग्छ भन्ने कुरालाई इम्प्लाइ गर्छ यति भएपछि प्रुभ भयो अब हामीले एक्सिलरेसन यति प्राप्त गर्यौँ अब कुनै पनि बडी सिम्पल हार्मोनिक मोसन हुँदैछ भने त्यसको एक्सिलरेसन चाहिँ -ओमेगा² x सँग इक्वल हुन्छ ओमेगा² x ओमेगा भनेको एङ्गुलर भेलोसिटी हो अब हामी यसको ठाउँमा के लेख्न सक्छौँ अब यो a को ठाउँमा अब a इज इक्वल टु यो थियो भनेपछि a को ठाउँमा हामी यो भ्यालु लेख्न सक्छौँ -g/l टाइम्स x यो माइनस र यो माइनस काट्न मिलो यो x र यो x पनि काट्न मिलो यहाँबाट ओमेगा इज इक्वल टु यो स्क्वायरलाई यता रुट बनाएर यता g/l भनेर पठाइदिउँ यो ओमेगा भनेको के हो 2π/t हो 2π/t इज इक्वल टु रुट ओभर g/l अब यो दुईटालाई उल्टाइदिउँ उल्टाउँदाखेरि t/2π इज इक्वल टु रुट ओभर l/g हो अब यो 2π लाई उता पठाइदिउँ 2π लाई यहाँ डिभाइड छ उता जाँदाखेरि इन्टु भएर जान्छ त्यसैले यहाँ मैले के लेखेँ भन्दाखेरि t इज इक्वल टु 2π रुट ओभर l/g एउटा कुनै पनि सिम्पल पेन्डुलम चाहिँ सिम्पल हार्मोनिक मोसन गर्दैछ भने त्यसको टाइम पिरियड चाहिँ 2π रुट ओभर l/g हुन्छ र ओमेगा कहिलेलाई चाहिँ डाइरेक्टली एङ्गुलर भेलोसिटी पनि सोधिदिन्छ त्यसैले एङ्गुलर भेलोसिटी निकाल्दा चाहिँ डाइरेक्टली ओमेगा इज इक्वल टु रुट ओभर g/l गर्नु होला यति भएपछि सिम्पल पेन्डुलमको कुरा सक्यो अब यो सिम्पल पेन्डुलम पछि चाहिँ अर्को छ स्प्रिङको बारेमा अब हामीले बुझ्नुपर्छ स्प्रिङको जम्मा दुईवटा केस छ एउटा भनेको होरिजेन्टल स्प्रिङ र एउटा भनेको भर्टिकल स्प्रिङ छ एउटा मसँग यो स्प्रिङ छ सुरुमा हामी होरिजेन्टल स्प्रिङ हेरौँ होरिजेन्टल भनेको यस्तो भर्टिकल भनेको यस्तो होरिजेन्टल स्प्रिङ यसरी राखिएको छ एउटा कुनै पनि इन्टमा चाहिँ मैले यसलाई टस्साएर राखेको छु अनि यता चाहिँ मैले एउटा केही न केही एउटा m भन्ने मास राखेको छु सुरुमा यो राख्दा त केही पनि हुँदैन यो अब झुन्डाको थियो भने पो तुर्लुङ्ग यो अझै यसलाई तान्थ्यो तर यो त अब यस्तो होरिजेन्टलमा छ त्यसैले यो यतिकै स्टेडी भयो यहाँ एउटा फिक्स एउटा केही सपोर्ट छ रिजिड सपोर्ट छ यता एउटा मासले यसलाई फिक्स राखिएको छ अब मैले यो स्प्रिङलाई चाहिँ अलिकति तन्काएँ मैले चाहिँ यस्तोरी ताने क्या यो मासलाई यस्तो ताने भने यो अलिकति तन्किन्छ यहाँदेखि यहाँसम्म तन्किएको यो डिस्टेन्सलाई मैले x भनिदिएँ अब मैले त्यो तन्काएर मैले त्यसलाई छोड्दाखेरि त त्यो जति तन्क्यो त्यति नै पछाडि आउन खोज्छ यो तन्क्यो मैले यसरी टुङ्गे ताने स्प्रिङलाई भिजुअलाइज गर्नु ल यो स्प्रिङ सुरुमा राखिएको छ यहाँ एउटा मास राखिएको छ अनि मैले त्यो मास राखेपछि यसलाई यसो एउटा केही डिस्टेन्स x डिस्टेन्सले त्यसलाई तन्काएर मैले यस्तरी छोड्दाखेरि त यो अब उछिटेर यता आउँछ जति यति भएको थियो यति नै उछिटेर आउँछ भनेपछि यहाँ कति उछिटेर आयो यो अब स्प्रिङ यहाँ आइपुग्यो भनेपछि उसले कति डिस्टेन्स छोडेर आयो फेरि x डिस्टेन्स यो पहिलेको यो पोजिसन भयो x डिस्टेन्स फेरि यता आयो यो मिन भन्दा फेरि x डिस्टेन्स यता उछिटेर आयो भनिसकेपछि अब यहाँ फोर्सको फर्मुला हामीले के थाहा छ भन्दाखेरि एउटा कुनै पनि स्प्रिङलाई तानिन्छ भने स्प्रिङले रिस्टोरिङ फोर्स लगाउँछ रिस्टोरिङ फोर्स भनेर कसरी बुझ्ने भन्दाखेरि अब तपाईँले आफै एउटा स्प्रिङलाई तन्काउनु भयो भने ऊ आफ्नो पोजिसनमा जान खोज्छ तपाईँहरूको हातलाई पनि केही न केही फोर्स लाउँछ त्यो फोर्स कति लाउँछ भन्दाखेरि -kx लगाउँछ क्या x भनेको कतिले डिस्प्लेस भयो k भनेको चाहिँ फोर्स कन्स्ट्यान्ट भन्छ एउटा कुनै पनि स्प्रिङको चाहिँ यो कन्स्ट्यान्ट भ्यालु हुन्छ नेगेटिभ साइनले के इम्प्लाइज गर्यो भन्दाखेरि तपाईँहरू यो स्प्रिङ छ यसलाई तल तान्न खोज्दै हुनुहुन्छ उसले फोर्स चाहिँ माथि लगेर आएको छ यो रिस्टोरिङ फोर्स इज इक्वल टु kx भयो अब f को ठाउँमा हामी ma पनि लेख्न सक्छौँ ma हो अब a इज इक्वल टु -k/mx अब कुनै पनि स्प्रिङको लागि k पनि कन्स्ट्यान्ट m पनि कन्स्ट्यान्ट x भनेको भेरिएबल भनेपछि यो कुरा कन्स्ट्यान्ट भनेपछि a इज डाइरेक्टली प्रोपोर्सनल टु -x देखियो भनेपछि यो स्प्रिङ पनि केमा रहेछ सिम्पल हार्मोनिक मोसनमा हुँदो रहेछ सिम्पल हार्मोनिक मोसनमा छ भने त्यसको एक्सिलरेसनको भ्यालु a इज इक्वल टु -ओमेगा² x हुन्छ र अघि मैले भनेपछि यो a को भ्यालु यहाँ हाल्न मिल्यो
माइनस ओमेगा स्क्वायर एक्स इज इक्वल टु माइनस के बाई एम टाइम्स एक्स। अब यो एक्स र एक्स पनि काट्यो, यो माइनस साइन र यो माइनस साइन पनि काट्यो, यो स्क्वायरलाई उता मैले रुट बनाएर यसरी पठाइदिएँ। ओमेगालाई मैले 2π/t लेख्न सक्छु। 2π/t इज इक्वल टु रुट ओभर के बाई एम। अब अहिले कस्तै मैले उल्टो पार्दाखेरि t डिभाइड बाई 2π भयो इज इक्वल टु त्यो डिभाइड भएको 2π उता इन्टु भएर गयो, रुट ओभर यो के बाई एम पनि उल्टो हुन्छ m/k भनेपछि स्प्रिङको पनि टाइम पिरियड यति आउँदो रहेछ। यो कुन स्प्रिङ भन्दाखेरि होरिजेन्टल्ली राखिएको स्प्रिङ। अब भर्टिकल स्प्रिङको चाहिँ अलिकति लामो छ, लामो त त्यस्तो छैन, बेसिक आफूले अलिकति यसको कम्पेरिटिभमा चाहिँ अलिकति लामो छ त्यो। अब भर्टिकल स्प्रिङको चाहिँ 2-3वटा केस हुन्छ क्या, 2-3वटा केस भन्दा पनि अब यहाँ 3वटा फिगरमा बुझ्यो भने त्यहाँ चाहिँ अलिकति लामो छ। अब एउटा यो स्प्रिङ छ भर्टिकल झुन्डाइएको, यो होरिजेन्टल स्प्रिङ थियो, अब यो भनेको भर्टिकल स्प्रिङ छ। यो भर्टिकल स्प्रिङ छ, यो स्प्रिङ सुरुमा यत्तिकै रहिरहेको, यसमा मैले एम मास केही झुन्डाएपछि यो अब आफै अलिकति तल झुन्डिन्छ। अघि मैले अब सेकेन्ड केसमा यसो ताने जस्तो तान्नु परेन यहाँ अहिलेसम्म। सुरुमा सुरुमा यतिकै स्प्रिङ थियो, अनि यतिकै स्प्रिङमा मैले एम मास झुन्डाएँ कि त यहाँ पनि लु केही लेख्दिनँ लु म। अब मैले यहाँ एम मास झुन्डाएँ, एम मास झुन्डाउँदाखेरि सुरुमा त यो पोजिसन कतिले डिस्प्लेस भयो, एलले डिस्प्लेस भयो भनेर मैले यसलाई लेट गरेँ। अब यो झुन्ड्यो, अब झुन्डिसकेपछि यसलाई अझ मैले तानेँ, यो झुन्ड्यो। अब यो झुन्डे यसलाई यो स्प्रिङ छ, मास राखेपछि केही न केही तन्कियो। अब यसलाई अझ मैले तन्काएँ, यहाँ तल तन्काएर पुऱ्याएँ। कति तन्कियो भन्दाखेरि एक्स तन्कियो, भनेपछि यो मेन पोजिसनबाट टोटल कति तन्कियो, अगाडि एल अहिले एक्स भनेपछि एल प्लस एक्स तन्कियो। अब मैले यसलाई छोडेँ भने यो माथि जान्छ, यो माथि जान्छ नि, यो माथि जान्छ भन्नाले यसले रिस्टोरिङ फोर्स लगाउँछ। रिस्टोरिङ फोर्स कति लगाउँछ भन्दाखेरि अब सुरुमा यो केसमा हेरौँ, यो केसमा यो एल प्लस एक्समा यति लेखिदिन्छु, झुक्किनुहुन्छ होला। सुरुमा यति यो मास राख्दाखेरि यसले कति फोर्स लगाउँछ, एफ इज इक्वल टु माइनस के, यो एल लगाउँछ, के एल लगाउँछ भनेपछि एमए इज इक्वल टु माइनस के एल हो, होइन। किनभने यहाँ भनेको यदि कुनै पनि एक्सटर्नल अरू फाल्टु फोर्स लगाइएको थियो भने चाहिँ एमए इज इक्वल टु के एल हुन्छ। यो केसमा फोर्स भनेको यसको मासले मात्रै दिएको हुनाले हामी यहाँ एमजी इज इक्वल टु के एल लेख्छौँ। यहाँसम्म बुझ्नुभयो यो सुरुको केसमा। अब यो सेकेन्ड केसमा भने त रिस्टोरिङ फोर्स लगाउँछ। रिस्टोरिङ फोर्स, अब यो फोर्सलाई मैले एफ ड्यास नाम दिएँ, इज इक्वल टु माइनस के। अब अघि यहाँ एक्स थियो भने, अघि यहाँ एल थियो भने अब के हुन्छ, एल प्लस एक्स हुन्छ। यो दुईवटा फोर्स, अब यो दुईवटा फोर्सले अब के हुन्छ भन्दाखेरि सुरुमा यो तन्किँदाखेरि यति फोर्सले त्यसले अपोज गरिरहेको छ यसलाई, यो स्प्रिङलाई। अब मैले झन् अब तन्काएँ, अब यति फोर्सले यसले अपोज गर्यो। अब नेट फोर्स भनेको कुन लाग्यो, एउटा एफ लाग्यो, एउटा एफ ड्यास लाग्यो। भनिसकेपछि अब यो एफ र एफ ड्यासले पनि एकअर्कालाई क्यान्सल आउट गर्छ, अनि उब्रिएकोले चाहिँ रिस्टोर गर्ने हो नि त। दुईवटा अब फोर्स चाहिँ एउटा बडीमा लागिरहेको छ भने एकअर्कालाई त हुँदो क्यान्सल आउट गर्न खोज्छ। क्यान्सल आउट गरिसकेपछि उब्रिएको जति फोर्स हुन्छ हो त्यो फोर्सले चाहिँ अब यसमा एक्सिलरेट गराउँछ क्या। त्यो उब्रिएको फोर्सले चाहिँ यसलाई अब माथि लग्ने काम गर्छ। भनेपछि अब यो सिस्टम कतिले भाइब्रेट गर्न थाल्छ भन्दाखेरि चाहिँ एफ ड्यास, यो फोर्स धेरै हुन्छ किनभने यो झन् धेरै तन्किएको छ। धेरै तन्किनु भनेको यो बढ्नु, यो भ्यालु बढ्दाखेरि फोर्स नै बढ्छ। त्यसैले एफ ड्यास माइनस यो एफ इज इक्वल टु एमए लेख्न सक्छु। यो एफ नेट इज इक्वल टु एमए लेख्यो। अब एफ ड्यासको ठाउँमा के लेख्न सक्छु, माइनस के ब्र्याकेट खोलिदिए एल माइनस के एक्स, अनि माइनस यो एफको ठाउँमा के लेख्न सक्छु, एफको ठाउँमा माइनस के एल इज इक्वल टु 0 इज इक्वल टु एमए लेख्न सक्छु। भने सकेपछि यो माइनस केएल माइनस केएक्स माइनस माइनस प्लस केएल इज इक्वल टु एमए। माथिको मैले यो भेट्टाएँ ल, बुझ्नुभयो होला यो फिगरहरू त होइन। यहाँबाट अब हेरौँ, यो केएल र यो केएल काट्यो भनेपछि माइनस केएक्स इज इक्वल टु एमए आयो। एमए आयो भनेपछि एक्सिलरेसनले एक्लै पार्दाखेरि माइनस केएक्स डिभाइडेड बाई एम, के पनि कन्स्टेन्ट मास पनि कन्स्टेन्ट, भनेपछि एक्सिलरेसन चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु माइनस एक्स। सिम्पल हार्मोनिक मोसनमा रहेछ भन्ने कुरा प्रुभ भयो। अब अर्को, अब
सिम्पल हार्मोनिक मोसनमा छ भने त्यसको एक्सिलरेसन कति हुन्छ? एक्सिलरेसन भनेको माइनस ओमेगा स्क्वायर एक्स हुन्छ। एक्स लेखिरहेको छु अघिदेखि मैले, तपाईँहरू वाइ पनि लेख्न सक्नुहुन्छ ल। धेरै बुकहरूमा चाहिँ वाइ पनि छ, त्यसैले अलिकति झुक्किन सकिन्छ। वाइ लेख्नु र एक्स लेख्नु भनेको दुइटैले डिस्प्लेसमेन्ट मात्रै बुझाउँछ। अब यो एज इक्वल टु माइनस ओमेगा स्क्वायर एक्सलाई हामी यहाँ हालिदिउँ। ओमेगा स्क्वायर एक्स इज इक्वल टु माइनस के बाई एम एक्स। एक्स र एक्स पनि काट्यो, एम र एम पनि काट्यो। यो स्क्वायरलाई मैले रुट बनाएर उता पठाएँ। यो ओमेगालाई मैले 2 पाई बाई टी लेखेँ। 2 पाई बाई टी लेखिसकेपछि म यो यसलाई मैले रेसिप्रोकल गर्दाखेरि टी बाई 2 पाई इज इक्वल टु रुट ओभर एम बाई के भयो। अब यो 2 पाईलाई पनि म उता इन्टु गरेर यसरी पठाएँ भनेपछि होरिजेन्टल होस् या भर्टिकल होस्, दुइटै स्प्रिङको केसमा चाहिँ यिनीहरूको टाइम पिरियड चाहिँ एउटै हुँदो रहेछ। अब नोट अफ बेनिफिटमा अब केही कुराहरू गरौँ ल। अब प्रब्लमहरू सल्भ गर्दाखेरि चाहिँ त्यो कन्डिसनहरू आउनसक्छ। कुनै पनि स्प्रिङ चाहिँ अब यसरी कनेक्ट हानेको छ, यो एउटा स्प्रिङ छ। अब सिरिज कम्बिनेसनमा चाहिँ यदि दुईवटा स्प्रिङ कनेक्ट हानेको छ भने टाइम पिरियड त्यही नै हुन्छ, तर के को भ्यालु चाहिँ चेन्ज हुन्छ क्या। के को भ्यालु चाहिँ के नेट कति हुन्छ भन्दाखेरि चाहिँ क्यापेसिटरको सम्झिने। क्यापेसिटरमा चाहिँ यदि उनीहरू चाहिँ अब सिरिज कम्बिनेसनमा थियो भने के हुन्थ्यो, नेट क्यापेसिटेन्स कति हुन्थ्यो 1 बाई के सी नेट भने त्यहाँ पनि अब के नेट इज इक्वल टु 1 बाई यसको K1 प्लस 1 बाई K2। अब यदि एउटा मात्रै हो भने त K1 टाइम्स K2 डिभाइडेड बाई K1 प्लस K2 भइदियो। यसरी चाहिँ यदि सिरिज कम्बिनेसनमा जोडेको छ भने चाहिँ हामी यसरी गर्छौँ। अब यदि प्यारलल केसमा जोडिएको छ भने एउटा स्प्रिङ छ, प्यारलली अब यसरी अर्को स्प्रिङ जोडिएको छ। यो केसमा चाहिँ के नेट भनेको चाहिँ K1 प्लस K2 हुन्छ। ठ्याक्क सिरिज र प्यारललमा चाहिँ झुक्किन सक्नुहुन्छ, किनभने यता रेसिस्टेन्सको केसमा चाहिँ ठ्याक्क प्यारललमा चाहिँ रेसिप्रोकलवाला अनि यता यो सिरिजमा चाहिँ यस्तो समवाला थियो, त्यसैले क्यापेसिटरवाला चाहिँ सम्झिने। क्यापेसिटरमा के थियो भन्दाखेरि यदि कुनै पनि क्यापेसिटरहरू चाहिँ एकअर्कासँग चाहिँ प्यारल कम्बिनेसनमा चाहिँ कम्बाइन भएका छन् भने त्यति बेला नेट क्यापेसिटेन्स कति हुन्थ्यो C1 प्लस C2 भयो जस्तै यहाँ के नेट भनेको K1 प्लस K2 हुन्छ। के भनेको चाहिँ स्प्रिङ कन्स्ट्यान्ट हो। स्प्रिङ कन्स्ट्यान्ट भनेको के हो, कुनै पनि स्प्रिङमा चाहिँ एउटा कन्स्ट्यान्ट भ्यालु हुन्छ। तर यसरी सिस्टम बनाइसकेपछि त दुईवटा स्प्रिङ आयो भनेपछि त्यो टोटल सिस्टमको के नेट निकाल्नको लागि यो हुन्छ भनेपछि के नेट यो हुन्छ। अहिलेको अर्को स्प्रिङको यो केसमा यसरी सिरिजमा जोडेको छ भने के नेट कति हुन्छ भन्दाखेरि K1 डट K2 डिभाइडेड बाई K1 प्लस K2 हुन्छ। अब यो के को भ्यालु हालेर चाहिँ हामीले टाइम पिरियड निकाल्नुपर्छ। टी इज इक्वल टु जुन अघि 2 पाई रुट ओभर एम बाई के थियो होइन, एम बाई के थियो नि हो। अब यो फर्मुलामा चाहिँ अब यो भ्यालु लाएर चाहिँ हामीले अब फर्दर क्यालकुलेसन गर्नुपर्छ। अब अर्को छ एनर्जी। यदि कुनै पनि बडी चाहिँ एसएचएममा छ भने त्यसको अब एनर्जी कति हुन्छ भनेर निकाल्नुपर्छ क्या। टोटल एनर्जी कति हुन्छ भनेर निकाल्नको लागि चाहिँ टोटल एनर्जी कति हुन्छ भनेर निकाल्नको लागि चाहिँ टोटल एनर्जी भनेको के हो, टोटल एनर्जी भनेको पोटेन्सियल एनर्जी र काइनेटिक एनर्जीको सम हो। पोटेन्सियल एनर्जी र काइनेटिक एनर्जीको सम हो। अब एसएचएममा भएको पार्टिकल्सको लागि अब जेनरलाइज गरौँ ल। अब एसएचएम भन्नाले सिम्पल हार्मोनिक मोसन गरिरहेको अब कुनै पनि एउटा सिस्टमको चाहिँ अब एनर्जी कति हुन्छ भनेर लेख्नको लागि त हामी जुनै पनि पार्टिकल लिन सक्छौँ, एउटा पेन्डुलम पनि लिन सक्छौँ, एउटा स्प्रिङ पनि लिन सक्छौँ। अब मैले चाहिँ एउटा स्प्रिङ लिएँ, यो एउटा स्प्रिङ लिएँ। अब यो स्प्रिङको एनर्जी निकाल्छु अनि त्यही एनर्जी सबै अरू एसएचएम भइरहेको पार्टिकल्समा पनि लाग्छ। अब पोटेन्सियल एनर्जी सुरुमा निकाल्न जाउँ। पोटेन्सियल एनर्जी भनेको के हो, पोटेन्सियल एनर्जी भनेको चाहिँ एउटा कुनै पनि सर्टेन हाइटमा पुगेपछि स्टोर भएको एउटा एनर्जी हो। मैले एउटा ढुङ्गा छ, यो ए भन्ने ढुङ्गा छ, मैले यो ढुङ्गालाई मैले ठेल्दै एउटा यो पी भन्ने पोइन्टमा पुऱ्याएँ भने मैले यसलाई ठेल्दा गरेको वर्क डन चाहिँ अब यहाँ यो पी भन्ने पोइन्टमा पुगेर हो त्यो वर्क डन चाहिँ पोटेन्सियल एनर्जीको रूपमा स्टोर हुन्छ क्या। पोटेन्सियल एनर्जीको रूपमा चाहिँ स्टोर हुन्छ भनिसकेपछि हामीले एउटा के थाहा पाउनु पऱ्यो भन्दाखेरि चाहिँ वर्क डन चाहिँ पोटेन्सियल एनर्जीसँग इक्वल हुन्छ भनेर हामीले बुझ्नु पऱ्यो। यदि त्यो बडी चाहिँ यहाँ पुगेर मोसनमा गएन भने त्यो बडी यहाँ पुगेर मोसनमा गयो भने त काइनेटिक एनर्जी आइदियो। तर हामीले एउटा कुनै पनि सीमित एउटा हाइटमा लगेर वा कुनै पनि एउटा डेप्थमा लगेर चाहिँ हामीले एउटा कुनै पनि बडी राख्दाखेरि चाहिँ हामीले गरेको वर्क डन चाहिँ पोटेन्सियल एनर्जीको फर्ममा स्टोर हुन्छ भने यति बुझौँ। अब एउटा स्प्रिङ छ, यो अब एम मास राखेर मैले यसलाई तन्काएँ, यो एक्स डिस्टेन्स तन्क्यो, वर्क डनको फर्मुला के हो, फोर्स इन्टु डिस्टेन्स हो। यो केसमा कति छ डिस्टेन्स, एक्स छ।
तर यो वर्क डनको फर्मुला भनेको चाहिँ यदि फोर्स कन्स्टेन्ट छ भने मात्र यो फर्मुला लाग्छ। तर यो केसमा त फोर्स कन्स्टेन्ट छैन। फोर्स कन्स्टेन्ट कसरी छैन भन्दाखेरि अब फोर्स अब यो पोइन्टमा जति लाग्यो यो पोइन्टमा पनि त्यति नै लाग्छ भन्ने ग्यारेन्टी दिन सकिँदैन नि त। त्यसैले फोर्स कन्स्टेन्ट अब यो फर्मुला युज गर्नको लागि चाहिँ हामी एउटा सानो पोइन्ट लेट गर्छौँ, डिएक्स भन्ने पोइन्ट लेट गर्छौँ जहाँ चाहिँ फोर्स कन्स्टेन्ट छ। त्यसैले अब सानो पोइन्टको वर्क डन भनेपछि यहाँ डिडब्लु भयो। यो सानो डिस्टेन्सलाई मैले डिएक्स लेख्न मिल्यो भनिसकेपछि अब हामीले के पनि थाहा छ भन्दाखेरि अर्को फर्मुला एउटा फर्मुला हामीले के थाहा छ भन्दाखेरि एफ इजिकल टु एमए भन्ने फर्मुला पनि थाहा छ। एफ इजिकल टु एमए भन्ने फर्मुला पनि थाहा छ। त्यसै गरी अब यो स्प्रिङको केसमा के हुन्छ, एफ इजिकल टु केएक्स पनि हुन्छ, यो पनि थाहा छ। अब हामीले केएक्स इजिकल टु यदि कुनै पनि बडी चाहिँ अब सिम्पल हार्मोनिक मोसन गर्दैछ भने एक्सिलरेसनको भ्यालु मजाले नै गरिदिन्छु ल, एफ इजिकल टु माइनस केएक्स हुन्छ। अब यो स्प्रिङले त केही न केही रिस्टोरिङ फोर्स लगाउँछ। मैले यो फोर्सको कुरा किन गरेको भन्दाखेरि यहाँ भ्यालु सब्स्टिट्युट गर्नको लागि ल। अब यसले केही न केही फोर्सले त यसले अपोजिसन गर्छ, त्यसैले माइनस केएक्स भयो। अब एउटा अब कुनै पनि बडी अब यो एफको ठाउँमा त हामी एमए पनि लेख्न सक्छौँ इजिकल टु माइनस केएक्स हो। एमए इजिकल टु अब एउटा कुनै पनि बडी एसएचएम गर्दैछ भने त्यसको एक्सिलरेसनको भ्यालु ए इजिकल टु माइनस ओमेगा स्क्वायर एक्स हुन्छ। यो ए को भ्यालु यहाँ हालिदिउँ, एम टाइम्स माइनस ओमेगा स्क्वायर एक्स इजिकल टु केएक्स। यहाँको माइनस हो, यो माइनस मैले कट्टा हानिदिएँ, यो एक्स र यो एक्स पनि मैले कट्टा हानिदिएँ। भनिसकेपछि हामीले यहाँ के भ्यालु निकाल्यौँ, के इजिकल टु एम ओमेगा स्क्वायर भ्यालु निकाल्यौँ अनि एउटा एफको भ्यालु यति निकाल्यौँ। भनेपछि एफको भ्यालु यहाँ हालिदिउँ, डिडब्लु इजिकल टु माइनस केएक्स डिएक्स। अब के को ठाउँमा यो भ्यालु हालिदिउँ, माइनस एम ओमेगा स्क्वायर एक्स डिएक्स। यो भनेको त सानो पोइन्टमा भएको वर्क डन हो। अब टोटल वर्क डन निकाल्नको लागि त यो टोटल डिस्टेन्स डिएक्स, यो टोटल डिस्टेन्स एक्समा कति वर्क डन हुन्छ र निकाल्नको लागि त हामीले यो सानो वर्क डनलाई इन्टिग्रेट गर्नु पर्यो 0 देखि एक्ससम्म इजिकल टु टोटल वर्क डन इजिकल टु कि त वर्क डन इजिकल टु इन्टिग्रेसन अफ 0 टु एक्स डिडब्लु इजिकल टु 0 टु एक्स। डिडब्लु भनेको के हो, माइनस एम ओमेगा स्क्वायर एक्स डिएक्स। माइनस यो माइनस हुन्छ ल, यो माइनस हुन्छ। यहाँ यो माइनस किन हुन्छ भन्दाखेरि चाहिँ वर्क डन चाहिँ अपोजिसनमा गरिरहेको छ क्या। वर्क डन चाहिँ हामीले यो स्प्रिङको जुन मोसन छ नि, यो स्प्रिङले त अब स्प्रिङलाई हामीले जबरजस्ती तल लगिरहेको छौँ भनेपछि यो फोर्स चाहिँ अपोजमा गरेको हुनाले वर्क डन पनि नेगेटिभ हुन्छ। अनि यता यो फेरि अब यो नेगेटिभमा अब यो अगाडिको पहिलाको नेगेटिभ यसरी हालेर यहाँ प्लस हुन्छ। यो अलिकति झुक्किनु भयो होला, यो माथि सुरुमा यो क्यालकुलेसन गर्दाखेरि यहाँ माइनस हालेर गर्नु आफै मिल्छ ल। अब एम पनि कन्स्टेन्ट ओमेगा पनि कन्स्टेन्ट, एम ओमेगा स्क्वायर बाहिर आयो। अब एक्स डिएक्स रह्यो। एक्सको इन्टिग्रेसन के हुन्छ, एक्सको इन्टिग्रेसन के हुन्छ डिएक्सको रेस्पेक्टमा एक्सको पावर जोडिन्छ 2 ले डिभाइड बाई 2 भनेपछि कति आयो भन्दाखेरि 1/2 एम ओमेगा स्क्वायर एक्स स्क्वायर चाहिँ वर्क डन आयो। अब यही वर्क डन चाहिँ पोटेन्सियल एनर्जीसँग इक्वल हुन्छ। यही वर्क डन चाहिँ इजिकल टु पोटेन्सियल एनर्जीसँग इक्वल हुन्छ। अब हामी एम ओमेगा स्क्वायरलाई हामी केले पनि रिप्लेस गर्न सक्छौँ। त्यसैले 1/2 केएक्स पनि यसरी लेख्न सक्छौँ, एम ओमेगा स्क्वायर टाइम्स एक्स भनेपछि यसरी 1/2 केएक्स लेखेर हामी यसरी पनि लेख्न सक्छौँ। के भनेको कन्स्टेन्ट, एक्स भनेको कतिले डिस्प्लेस भयो, यो भ्यालु हाफ त कन्स्टेन्ट भइहाल्यो। अब पोटेन्सियल एनर्जी निकालेसरी अब हामी काइनेटिक एनर्जी निकालौँ। काइनेटिक एनर्जी हामीले सिम्पली निकाल्न सक्छौँ। त्योभन्दा अगाडि हामी के बुझौँ भन्दाखेरि यदि कुनै पनि बडी चाहिँ एसएचएम गर्दैछ भने त्यसको भेलोसिटी भनेको चाहिँ ओमेगा टाइम्स रुट ओभर ए स्क्वायर माइनस एक्स स्क्वायर हुन्छ। ए भनेको चाहिँ पिक डिस्प्लेसमेन्ट वा म्याक्सिमम डिस्प्लेसमेन्ट, जसलाई चाहिँ हामी एम्प्लिट्युड पनि भन्ने गर्छौँ। भन्नाले यो एउटा पेन्डुलम छ, यो अब सिम्पल हार्मोनिक मोसन गर्दैछ भने यसको यो म्याक्सिमम डिस्प्लेसमेन्ट यो जहाँ जुन पोइन्टमा पुग्छ नि यहाँसम्मको यो डिस्टेन्स नै एम्प्लिट्युड हो क्या। त्यसैले यो भनेको एम्प्लिट्युड, एक्स भनेको कतिले डिस्प्लेस भयो, ओमेगा भनेको के हो, ओमेगा भनेको चाहिँ कन्स्टेन्ट हो, ओमेगा भनेको एङ्गुलर भेलोसिटी। काइनेटिक एनर्जीको फर्मुला के हुन्छ 1/2 एमभी स्क्वायर। यहाँबाट भी स्क्वायरको भ्यालु निकाल्दाखेरि यहाँ स्क्वायर यो रुट काट्यो भनेपछि 1/2 एम ओमेगा स्क्वायर ए स्क्वायर माइनस एक्स स्क्वायर इजिकल टु 1/2 एम ओमेगा स्क्वायर ठाउँमा हामी के लेख्न सक्छौँ,
ए स्क्वायर माइनस एक्स स्क्वायर यु काइनेटिक एनर्जी पनि आयो पोटेन्सियल एनर्जी पनि अगाडि आयो र यति भन्दै यो भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु भिडियो कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला हस्त धन्यवाद